त मन लाग्छ उम्मेदवार भएर के अरे यो प्रतिनिधि भएर आएका 80% भन्दा बढी उम्मेदवार छन् किनभने खारहान लाठान साथीले भोटमा आएका छन् राजाले भोटमा आएका छन् जब साँच्चीकै चुनाव सुरु हुन्छ त्यसपछि उम्मेदवार संख्या त्यो तहमा हुँदैन जस्तो पार्टी भित्रको ओलीको सत्ता ढाल्न सफल हुनुहुन्छ भन्ने छ क्या तपाईलाई कतिको विश्वास छ? त्यो त 2 दिन 3 दिन भित्र परिणाम आइहाल्छ त्यसमा। दाइ यति बेला समाजमा के भाष्य निर्माण भइरहेको छ भने एमाले भर्सेस जेनजी, महेश बस्नेत भर्सेस बालेन शाह, यसलाई कसरी लिनु भएको छ? त्यो त भाइले बनाएको मैले बनाएँ, समाजले बनाएको कमेन्टले बनायो। आज एमाले चाहिँ एकलौटी छ मार्केटमा, नेपालको राजनीति मार्केटमा एमालेको एकलौटी प्रभाव छ। अब बालनजी त अब अहिले दुःखको बेला धेरै कुरा के कमेन्ट गर्नु अन्तिममा एउटा कुरा बताइदिनु न, तपाईँ एमालेको सचिव हुँदै हुनुहुन्छ भन्ने पनि सुन्नमा जवाफ दिइसकेँ। त्यो जवाफ दिइसकेँ भने त्यो अहिले बालनजी चाहिँ अहिले दुःखमा हुनुहुन्छ, धेरै कुरा नगरौँ। जस बालनजी अहिले भूमिगत स्टाइलले राजनीति गरिरहनु भएको छ, त्यही भएर अब एमालेसँग बालेन अथवा कसैको तुलना हुँदैन। रविजी त भित्रै हुनुहुन्छ, के कुरा गर्नु पर्छ।